पहिलो जन्ममा नेपालमा जन्मिएका विश्वका चर्चित खेलाडीहरू पहिलो नम्बरमा छन् क्रिस्टियानो रोनाल्डो। पहिलो जन्ममा नेपालको दैलेखतिर जन्मिएका थिए रे। सानोमा डाँडापाखा दौडिँदै स्पिड बढाए, गाउँको खुलाचोरमा बल हानेर सियुयु भन्न सिके। पछि दोस्रो जन्ममा पोर्चुगल पुगेर विश्व फुटबलका महान खेलाडी बने। लियोनेल मेसी पहिलो जन्ममा पोखरामा जन्मिएका थिए रे। फेवातालको किनार र गल्ली गल्लीमा ड्रिब्लिङ गर्दै हुर्किए। त्यही सिप लिएर दोस्रो जन्ममा अर्जेन्टिना पुगेर विश्वकप जिते। नेयमार जुनियर पहिलो जन्ममा जनकपुरका हुन् रे। गाउँका सबैलाई झुक्क्याउँदै ट्रिक र स्किल देखाउँथे। पछि ब्राजिल पुगेर संसारभरका डिफेन्डरलाई हैरान बनाए। किलियन एम्बापे पहिलो जन्ममा नेपालको तराईमा जन्मिएका हुन्। बिहान बेलुका खेतको कान्ला दौडेर स्पिडको अभ्यास गरे। त्यसैले अहिले पनि उनलाई भेट्न डिफेन्डरहरूलाई गाह्रो पर्छ। लामिन यमाल पहिलो जन्ममा बुटवालका थिए। सानो उमेरदेखि नै टोलभरिका दाईहरूलाई छक्क्याएर बल खेल्थे। अहिले स्पेनमा पनि उस्तै जादु देखाइरहेका छन्। अर्लिङ हालान्ड पहिलो जन्ममा हिमाली भेगमा जन्मिएका थिए। उकालो ओह्रालो चढ्दै दौडिन सिके। त्यसैले अहिले मैदानमा पनि पहाड जस्तै बलियो देखिन्छन् र गोलमाथि गोल गरिरहेका छन्। नेपालले यस्तो प्रतिभा जन्मायो, तर दोस्रो जन्ममा सबै विदेशीए।